बाट यहाँ आइपुगेको अनि यहाँ आइपुगेर लगेजहरूलाई चाहिँ राख्नु पर्यो भनेर लगेज राख्यो। अब इगल स्क्वायर पार्क चाहिँ हामी घुम्न जानु पर्यो भनेर सिधै यता सिधै गएर हामी बाहिरबाट चाहिँ हामी घुम्न जाने भनेर आएको छौँ। अहिले नि यहाँ धेरै हावा चलिरहेछ। सो यो अब घाम लागेछ धेरै, त्यही पनि यहाँ आइसकेपछि घाम लागे पनि जानु त पर्यो भनेर हामी इगल स्क्वायर पार्क जानु लाग्छौँ। यहाँको वेदर चाहिँ बिहानको घाम यस्तो लागिरहेछ, यस्तो घाम लागेको छ। यहाँ केही इन्ट्री फी तिर्नुपर्ने हो कि के हो खै के थाहा छैन। ल यहाँ चाहिँ यस्तो रहेको छ, यहाँ बाहिरपट्टिको भ्यू चाहिँ ऊ त्यहाँ हामीले हिजो झरेको त्यहीँ हो सिपले यहाँ भनेछ। अगाडि फुल यसरी राखिएको रहेछ, समुद्रले छुएको छ यहाँ चाहिँ यसरी। अब हामी यो पार्क लास्टै हो यो। अब हामी फर्किने समयमा यहीँ घुमेर चाहिँ हामी फर्किने भनेर प्लान बनाएको थियो, त्यही अनुसार सो हामी आयो। ल त्यो हाम्रो चिलको ठुलो चिलको फोटो भनेको त्यही हो, समुद्र। यो सबै यो यतापट्टिको यो सबै समुद्रहरू। ए बोट यहीँ चढ्ने रहेछ नि त यहाँ है, बोट यहीँ चढ्ने रहेछ नि त। प्याड पनि त फेर्नुपर्छ होला बोट। अनि त्यो चिलको मेन चाहिँ यतापट्टि यस्तो रहेको छ, यो चिलको उ त्यो हो मेन चाहिँ है, चिलको ऊ यस्तो रहेको। अब हामी सिधा चिल पार्कतिर जानु पर्यो, चिल भएको ठाउँतिर है। चिल भएको ठाउँमा गएर हामी भिडियो गर्नेछौँ। यो समुद्र रह्यो, कहिलेकाहीँ यो समुद्र सुक्दो रहेछ अनि कहिलेकाहीँ यो समुद्र बढ्छ, पानी बढ्छ। यो पानी बढ्दाखेरि चाहिँ यो सिपहरू चल्नलाई एकदम सजिलो हुन्छ भने पानी सुक्यो भने चाहिँ त्यही भएर दिनमा 3 टाइम मात्रै यो फेरी चल्दो रहेछ। यहाँ चाहिँ फेरी त्यसरी चल्दो रहेछ। हामी फटाफट त्यो चिल भएको ठाउँमा जानेछौँ। यहाँ यस्तो रहेछ ल, यस्तो रहेछ। यहाँ चाहिँ यात्रुहरू बस्ने ठाउँहरू, घाम लागेछ भने बसेर। हाम्रो चिल भएको ठाउँमा आइपुग्यौँ हामी। यो पुरै समुद्र पारिपट्टि पुरै समुद्र देख्न सकिन्छ। ल यो हो चिल। यो चिल त कहाँबाट फोटो खिच्ने? अगाडिबाट हो। ल अब हामी आइपुग्यौँ, यति नै। अब यो भिडियो हामी एकछिन फोटो खिच्नेछौँ यतातिरको, यो चिलको, देन यो समुद्रको। अब हाम्रो घुमाइ यहीँ हो, पानी आइरहेछ। सरर एकचोटि घुमौँ अनि त्यसपछि फोटो खिचौँ। हावा नि चलिरहेछ। ल यस्तो रहेछ। खुट्टाहरू पनि कस्तो मजाले बनाएको छ ल। चिल चिल यही हो, यही हो। पानी यस्तो रहेको छ यहाँ। वाह, पानीको झरना। यहाँ फोटोसोटो खिच्नलाई यहाँ बोट चढ्ने त्यहाँ हो, यहाँबाट रहेछ हेर्ने चिलको। र फाइनली हामी चिल भएको ठाउँमा आइपुग्यौँ। यो चाहिँ यो चिलको यहाँको एकदमै फेमस ठाउँ हो है। यो चिल चाहिँ जब हामी हेर्छौँ लङ्का भ्यू चाहिँ
आउनुभन्दा अगाडि यो चिल र अनि त्यो केबल कार चढेर माथि पहाडको पुल हामीले हिजो हेऱ्यौँ। अनि यो चाहिँ चिलको ऊ हो, चिल भएको ठाउँमा हामी फाइनली आइपुग्यौँ। ल चिल भएको ठाउँमा आइपुग्यो होइन। ल यो हाम्रो चिल रह्यो। अब यो चाहिँ यो सानो बोर्ड यो यसरी यो चढ्न पाइन्छ, यो कति हो थाहा भएन। एकजना भिडियो गर्ने मान्छेको झन् राम्रो हुन्थ्यो है। यहाँबाट फोटो खिचेर माथिको हेर्दा रहेछ, देखिँदो रहेछ, त्यहाँबाट चाहिँ देखिँदो रहेछ। ल यो थियो इगल पार्क चिलको। यो पछाडिपट्टिको भाग देख्न सक्नुहुन्छ। यो चिल भएको ठाउँमा लङ्कावीमा हामी आइसक्यौँ र हामी यहाँको वातावरण यस्तो हावा चलिरहेको छ। यहाँ सबै घुम्न आएको देख्छन्, यहाँ देख्न सकिन्छ। यो हो इगल पार्क, यस्तो छ यहाँको माहौल। र हाम्रो भिडियो यति नै हो, र आजको हाम्रो भिडियो यति नै हो। अब हामी यहाँबाट फर्किनेछौँ। ल टोटल्ली हामीले यो चिल भएको पार्क पनि घुम्यो। यो पछाडि हाम्रो चिल देखिराख्नुभयो होला। घाम निधारमा एकदमै टल्केको छ। अब फर्किने हो। यस्तो छ यो लङ्कावीको भ्यू। अगाडिपट्टिको चाहिँ यहाँ यस्तो रहेछ। यहाँ थोरै यात्रुहरू बस्ने घामको बेलामा भनेर बनाएको होला। कोही झमाझम फोटो खिच्दैछ यस्तो घाममा पनि। ल हामी अहिले वेटिङ बोर्डिङमा छौँ। अहिले 1 बजेको भइरहेछ, हाम्रो 2 बजेको छ। हाम्रो 2 बजेको टिकट छ हाम्रो फेरीको यहाँबाट कला ब्यारिजको। त्यही भएर हामी वेट गरिरहेको छौँ यहाँ बसेर। यो चाहिँ लङ्कावीको चाहिँ जेटी गड्डा जेटीको चाहिँ फेरी स्टेसन रहेको छ यो चाहिँ। हाम्रो पछाडिपट्टि वेटिङ गर्दै होला। हामी आजको हाम्रो यात्रा यहीँबाट सुरु भयो। अब हाम्रो लङ्कावीको यात्रा सकियो। ल है हामी फर्क्यो फेरीमा। ल हामी अब फर्केको टिकट बाई बाई लङ्कावी भाइ। अब हामी फर्किसक्यो। अब फेरी चढ्ने हाम्रो फेरी उ त्यहाँ रेडी भइसक्यो। अहिले यहाँको यस्तो छ। हामी फर्क्यौँ, हाम्रो फेरी रेडी भइसक्यो। अब हामी यहाँदेखि 1 घन्टाको पानी जहाजमा 1 घन्टाको यात्रा छ। अनि त्यसपछि बल्ल हाम्रो बसको यात्रा सुरु हुन्छ है त। ल अहिलेको यो अपडेट यही हो। यही होला हाम्रो। यो हो कि कता हो हाम्रो टिकट हातमै छ।